हेलो गाइस, इट्स मी निरज है। अनि आज चाहिँ म काम गर्ने क्याफेमा बसेर भिडियो बनाउँदैछु होइन, अलि फ्री भएर। अनि सबभन्दा पहिले चाहिँ बार्सिलोनाको गेम पोस्टपोन हुनुको कारणको रिजन चाहिँ के थियो भने उनीहरूको एउटा मेडिकल स्टाफ चाहिँ डेड भएको थियो। डाक्टर कार्लोस मिनारो गार्सिया भन्ने 50 वर्षको उमेरमा उहाँको डेड भएको रहेछ होइन। त्यही भएर बार्सिलोना र ओसासिनाको गेम पोस्टपोन भयो नि त। ठिक छ होइन, अब नरमाइलो फिल लाग्यो, ठिक छ। अब ब्याड फिल लाग्छ होइन, राइभल नट एनिमिज के, ठिक छ। अनि अब हाम्रो गेमको कुरा गरौँ, रियल मद्रिज र भ्यालेकोनाको होइन, जसमा चाहिँ आज हामीले जितेर 3 पोइन्ट निकाल्यौँ नि त। एम्बापेको गोल र भिनिसियसको गोल होइन, ले गर्दा आज हामीले 3 पोइन्ट निकाल्यो। 2-1 भयो लास्टमा गेम चाहिँ होइन, ठिक छ। अब होइन 57 पोइन्ट छ हाम्रो, बार्सा पनि 57 पोइन्ट छ होइन। तर उनीहरूले एक गेम कम खेलेछ नि। अब उनीहरूको गेम अब ओसासिनासँग कहिले हुन्छ, भएपछि जित्यो भने उनीहरू 3 पोइन्ट अगाडि जान्छ होइन। होप हारोस् होइन, अब एज अ मद्रिड फ्यान होइन, ठिक छ। अनि अर्को ट्विस्ट के, फेरि एलटिटीको मद्रिड पनि आज गेटाफेसँग हारेछ नि त, हारेछ होइन। उनीहरूको पोइन्ट ड्रप भयो होइन, हामीभन्दा एक पोइन्ट कम छ। गेम सेम छ होइन, उनीहरूको 56 छ, हाम्रो 57 छ होइन। बार्साले के गर्छ होइन, बार्सा हार्यो भने एकदम राम्रो कुरा हो, तर के हुन्छ लेट्स सी होइन। अनि डोन्ट फर्गेट टु सब्सक्राइब माई च्यानल है गाइज, इट्स मी निरज है। एन्ड गुड नाइट एभ्रीवान है। डोन्ट फर्गेट सब्सक्राइब माई च्यानल एन्ड लिङ्क चाहिँ मुनि छ है गाइज।